हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। मेरो चाहिँ अहिले ठ्याक्क टाइम कति भयो? 9 बज्यो। 9 बजेको काम हो। अनि चाहिँ म आज पुरानो काम केक बनाउने दोकानमा आएको छु। अनि एउटा कुरा मलाई अनुभव नभएको भन्न आएको क्या, सेयर गर्न आएको। अनि यो छ नि पाउडर, यो पाउडर म धेरै दिन चाहिँ नोटिस गरिरहेको थिएँ। के रहेछ बिनिला भनेर भन्दा के रहेछ लेमन बिरिला, नामै पनि आउँदैन। अनि के रहेछ, यस्तो चिज के रहेछ भन्ने सोचेको धेरै दिनदेखि। मतलब सोध्न पनि सकिरहेको थिएन नि त, नयाँ अनुभव हो नि त मेरो। अनि त्योबाट अनि यो के चिजबाट यस्तो चिज के रहेछ भनेर सोचिरहेको थिएँ क्या। सोध्न पनि कसैलाई सोध्न जस्तो मन लागेन। अनि पछि अनि मैले यसो अन्दाज गरेँ। अनि अस्ति एक दिन यहाँ काम गर्ने हेल्पर भैयाले चाहिँ बनाइरहेको देखेँ। अनि मलाई उसो सोधेँ, यसले के काम गर्छ भनेर भने। अनि केकमा हाल्नलाई काम गर्छ भनेर भनौँ। अनि मैले सुँगेर भने अलि होइन भन्ने जस्तो लाग्यो क्या। अनि फेरि चेक गर्दाखेरि अनि थाहा भयो कि यो के रहेछ भने निम्बुको बाहिरको छाला खुर्केर यसमा यो चिजवाला केकमा हालेर चाहिँ केक बनाउने अरे क्या। तर हामी भएको त्यहाँ निम्बुको बाहिरको बोक्रा के काम छ भन्ने लाग्थ्यो होला है। यो यति फेरि बहुत महँगो हुन्छ, महँगोमा बिक्री हुन्छ अरे क्या। लेमन बिनिला केक अरे क्या। राम्रोसँग भन्न आउँदैन मलाई के हो नयाँ अनुभव हो। अरू चाहिँ मैले जो पुरानो गर्दै आएको कामहरू त हर चिजहरू बोल्न आउँछ। यो चाहिँ नयाँ अनुभव हो नि त मेरो। अनि नयाँ अनुभव हो, त्यो भएर अनि मलाई भन्न आएन क्या। यो हामी भित्रको कागती त खान्छौँ है, तर यो बाहिरको बोक्राको चाहिँ धुलो बनाएर खाएको चाहिँ देखाएको थिएन। भनेपछि यो बोक्राको धुलो पनि बहुत स्पेसल हो अरे क्या साथीहरू, खाँदा रहेछन् मान्छेहरू। तर खोइ मैले त टेस्ट गरेँ छैन यो राखेको के। अनि यस्तो पनि मान्छेले उपाय लाउँछन् क्या, पैसा कमाउने उपाय होला सायद। यो आधा केक बनाउने अनि एक अर्को छ यो बनाउने अनि आजको काम मेरो फाइनल हुन्छ। त्यस्तो छ काम। मलाई नयाँ अनुभव सेयर गरौँ न भनेर सेयर गरेको। त्यसमा अन्यथा नलिनु होला। अनि आज यो सालको अन्तिम दिन, भोलिदेखि नयाँ साल चेन्ज हुँदैछ। नयाँ साल चेन्ज भए जस्तै गरेर जिन्दगी चेन्ज होस्। सबैलाई शुभकामना छ। सबैको प्रगति होस्, उन्नति होस्, फलोस् फुलोस् अरे भन्ने रे के। हामी त परदेशी हो, कहिले के मलाई त थाहै थिएन। मेरो मम्मीले अनि मेरो बाबुले मलाई बिहानै फोन गरेर भनेको क्या, भोलि त नयाँ साल हो, के खाने सल्लाह गरेका छौ भनेर सोध्नु भएको थियो। परदेशमा छौँ, के खानु भनाइ भयो। खाना त हरेक चिजहरू पाउँछ, नपाउने होइन, खाना त खाइहाल्ला। तर आफ्नो ठाउँ जस्तो रमाइलो हुन्न क्या, जति जे गरे पनि। अरे भोलि नयाँ कपडा लाउने सानै सन्जेल क्या। जबसम्म परदेशी थियो न, अरूको कमाइमा नयाँ कपडा अनिवार्य चाहिने। अनि नयाँ ठाउँ घुम्न जाने, राम्रो कुराहरू बनाएर खाने, नयाँ पुरानो मिक्स गर्ने दिन हो नि त। त्यसो गरिन्थ्यो क्या पहिला। अहिले चाहिँ छैन। 10 वर्ष पुरानो कपडा भए पनि चल्छ, नयाँको आवश्यकता छैन। किनकि जिम्मेवारी काँधमा छ नि त साथीहरू। मेरो जस्तै कति धेरैलाई भएको छ कमेन्ट गर्नु ल। अब मैले अन्यथा नसोच्नु होला, फेरि काममा भएर पनि यस्तो भिडियो बनाउँछे, यो गर्छे भनेर भन्नुभयो होला। तर मन मात्रै हुनु पऱ्यो। मन भएपछि हरेक ठाउँको उपाय मिल्छ है। सबभन्दा मन ठुलो हो। मन भएपछि हर चिज सम्भव छ भन्ने लाग्छ। सबभन्दा मन चाहिँ बलिलो हुनु पऱ्यो। हिम्मत कहिले हार्नु भएन। हिम्मत हार्यो भने त काम छैन साथीहरू, जिन्दगी डामाडोल। अनि एकदम हिम्मत बलिलो बनाउनु पऱ्यो, त्यो हो सफलता भनेको।
के गर्ने घरमा नयाँ साल आउँदैछ गाउँमा यहाँ चाहिँ परदेशमा थाहै छैन के हो कस्तो भन्ने कुरा यस्तो पनि जिन्दगी छ है अनि हजुरहरूको नयाँ साल कसरी मनाउनुहुन्छ अनि मेरो त यस्तै हो सायद म काममै हुन्छु होला नयाँ सालको दिनमा किनकि छुट्टी दिन्छन् या दिँदैनन् थाहा छैन म सोधेको त छैन सोध्नु होला आज साँझसम्म सायद छुट्टी मिल्यो भने त एकदम राम्रो भइहाल्यो मिलेन भने नि ठिकै छ परदेशी जिन्दगी हो जसो तसो सहनुपर्छ हरेक कुराहरू आउँछ कहिले कता भएर साथीहरू सहनशीलता सबभन्दा ठुलो कुरा भन्छन् कहिले कता त सहन पनि सकिन्न हरेक कुराहरू किनकि आइलाग्छ नि त धेरै कुराहरू अनुभवको तर धेरै पीडा मान्छेलाई दुःख पायो भने धेरै कुराहरू अनुभव गर्दो रहेछ थाहा छ म चाहिँ आजसम्म यतिको लेभलमा अनि यतिको हिम्मताली बन्छु भन्ने पनि लाग्थेन पहिला किनकि जब बाआमाको हातमा सुखसँग खाएको छोरी थिएँ त्यति बेला अनुभव थिएन कि यो जिन्दगी एक्लै स्ट्रगल गर्नुपर्छ भन्ने थाहा थिएन अहिले चाहिँ अनुभव भयो हरेक कुरा सिक्ने मौका दिँदो रहेछ जिन्दगीले लाइफले पनि सिकियो हरेक कुरा सिक्नु क्या बहुत धेरै सिकियो भोगियो जानियो चिनियो धेरै कुराहरू छ त्यो लाइफमा अहिले त पहिला चाडपर्व आउँदा आफन्तहरू नहुँदा कस्तो नरमाइलो फिलिङ्स हुने यस्तो हुन्थ्यो अहिले त आदत भइसक्यो यस्तो त आउँछन् जान्छन् के गर्ने भएसम्म रमाइलो गर्ने हो नभएसम्म अरूको देखासेखी गरेर उम्लिने होइन भन्ने लाग्छ भयो होस् नभए नहोस् आजका अन्तिम कुरा भोलिको पहिलो दिनले सबै नयाँ ल्याउँदैन भाग्य फेरिँदैन कोही पुरानो भाग्य नै हो आफूले फेर्ने हो जिन्दगी त्यो भएर नयाँ साल आयो नयाँ वर्ष आयो चाडपाड आयो भनेर देखासेखी कसैको नगरौँ आफूमा जे छ जे गर्न सकिन्छ त्यो चाहिँ सकेसम्म गरौँ भन्ने लाग्छ मलाई मेरो भिडियोले चाहिँ कसैलाई नराम्रो पर्यो भने त्यसको लागि सरी कसैको दिल दुखेछ भने पनि सायद मैले त्यस्तो दिल दुख्ने गरेर त कसैलाई भनेको छैन होला जस्तो लाग्छ अचानक कोही कुनाबाट केही त्यस्तो भएछ भने त्यसको लागि माफी चाहन्छु यस्तै हो जिन्दगी हेर्नु देख्नु भयो भग्नु नभए भन्छन् नि एउटा कुरा त्यही बनाइया छ देखिया छ खाना चाहिँ अरू कोहीले खान्छ जिन्दगी त्यस्तै हो सपना देख्ने हो तर सपना पुरा हुने दिन आउला जस्तो लाग्दैन गयो जिन्दगीमा सबै कुरा अनुभव चाहिँ गरियो दिन चाहिँ छैन साथीहरू त्यस्तो हो साथीहरू कसैको बर्थडे सड्डे आयो भने साथीहरू केक बनाउनु मलाई बोलाउनु है स्पेसल केक बनाउँछु बाङ्गा टिङ्गा कतिलो त आउँदैन कोही यता नाची आउँछन् कोही यता नाची आउँछन् तर सिक्छु होला छिटै सिक्नु कुरा नै सबभन्दा ठुलो हो सिक्नु नै त्यही भएर सिकिहाल्छु होला सिक्नु नै सबभन्दा ठुलो कुरा हो पछाडि हुँदा त के हो यस्तो पारा लेमन बिनिला केक आयो सिकेँ बल्ल ओके साथीहरू आजको लागि यति भिडियो आजको सालको अन्तिम दिन कसैको मेरो कारणले कसैको दिल दुखाएको रहेछु भने त्यसमा माफी दिनु होला
भोलिदेखि सायद सकेसम्म नराम्रो कसैलाई बोल्ने छैन अनि कसैलाई नराम्रो भन्ने छैन। कसैले दिल दुखाउनु भएको छ भने पुराना दिनहरू बिर्सिदिनु होला। नयाँ दिनको सुरुवात, नयाँ जिन्दगी, नयाँ साल फेरिए जस्तै सबैको मतलब जीवन फेरियोस् मेरो शुभकामना। अनि मलाई पनि शुभकामना दिनु ल। परदेशी कहिले छुट्छ कि। भाइ साथीहरू लामो भयो भिडियो।